नमस्कार साथीहरू, के तपाईँलाई कम्प्युटरमा प्रिती फन्टमा लेख्न समस्या भइरहेको छ? त्यसो भए यो भिडियो तपाईँको लागि हो। आज म तपाईँलाई कदेखि ज्ञसम्म प्रिती फन्टमा कसरी टाइपिङ गर्ने भन्ने विषयमा सिकाउने छु। भिडियोलाई अन्त्यसम्म हेर्नुहोस्। सुरु गरौँ भिडियो। सुरुमा फन्ट सेक्सनमा गएर प्रिती सिलेक्ट गर्नुहोस्। त्यसपछि तपाईँ कह लेख्न थाल्नुहोस्। जस्तै एस लेख्नु हो भने क हुन्छ। ख लेख्नको लागि तपाईले भी थिच्नुहोस्। त्यसपछि ग लेख्नको लागि यु थिच्नुहोस्। घ लेख्नको लागि 3 प्रेस गर्नुहोस् र ङ थिच्नको लागि किबोर्डमा अल्ट थिच्नुहोस्। अल्ट 0 170 अल्ट 0 170 थिच्दाखेरि ङ हुन्छ। त्यसपछि तपाईले च थिच्नको लागि आर थिच्नुहोस्। छ थिच्नको लागि 5 मा प्रेस गर्नुहोस्। ज थिच्नको लागि तपाईले एच थिच्नुहोस्। झ लेख्नको लागि ई र एम थिच्नुहोस्। त्यसपछि यहाँ थिच्नको लागि तपाईले यो 1 देखि यताकोमा प्रेस गर्नुहोस्। ट थिच्नको लागि तपाईले 6 थिच्नुहोस्। ठ थिच्नको लागि तपाईले 7 थिच्नुहोस्। ड थिच्नको लागि 8 थिच्नुहोस् र 9 थिच्नुहोस् ढकानी ढको लागि। अड थिच्नको लागि 0 र एफ प्रेस गर्नुहोस्। त्यसपछि तपाईले त थिच्नको लागि टी थिच्नुहोस्। थ थिच्नको लागि वाइ थिच्नुहोस्। ध थिच्नको लागि डब्लु थिच्नुहोस्। सरी द पछि हाम्रो ध हुन्छ। द थिच्नको लागि तपाईले बी थिच्नुहोस् र ध थिच्नको लागि डब्लु थिच्नुहोस्। न थिच्नको लागि जी थिच्नुहोस्। त्यसपछि तपाईले प थिच्नको लागि के थिच्नुहोस्। त थ द ध न प के र एम थिच्नु भने फ हुन्छ। ब थिच्नको लागि ए थिच्नुहोस् र फ थिच्नको लागि ई र एम थिच्नुहोस्। भ प फ ब भ। म थिच्नको लागि तपाईले डी थिच्नुहोस्। त्यसपछि तपाईले प फ ब भ म य थिच्नको लागि 0 थिच्नुहोस् र ल थिच्न य र ल र थिच्नको लागि यो स्ल्यासमा क्लिक गर्नुहोस्। ल थिच्नको लागि तपाईले एन प्रेस गर्नुहोस्। व थिच्नको लागि जे थिच्नुहोस् र स थिच्नको लागि जेड थिच्नुहोस्। त्यसपछि तपाईले पातलो स थिच्नको लागि यो सेमिकोलनमा क्लिक गर्नुहोस्। पेट काटेको स थिच्न यो आई र एफ थिच्नुहोस्। ह थिच्नको लागि एक्स थिच्नुहोस्। छेद थिच्नको लागि सिफ्टसँग आई थिच्नु होला। सिफ्टसँग आई र एफ। ह छे त्र थिच्नको लागि क्यु थिच्नुहोस्। ज्ञा थिच्नको लागि 1 क्लिक गर्नुहोस्। हाम्रो कह कम्प्लिट भएको छ। 36 वटा हाम्रो छ कि छैन त हेर्नको लागि तपाई भ्यूमा जानुहोस्। त्यसपछि तपाईले वर्ड काउन्टमा गएर क्लिक गर्नुहोस्। रिभ्यूमा गएर तपाईले वर्ड काउन्टमा जानुभयो भने देख्न सक्नुहुन्छ हाम्रो 36 वटा वर्ड भइसकेको छ भनेपछि हाम्रो कह चाहिँ कम्प्लिट भयो है त। यसरी कह प्रिती फन्टमा सजिलै टाइपिङ गर्न सक्नुहुनेछ।